लगेर अब लास्ट टाइम चाहिँ हामीले रियल मैड्रिडको नयाँ सिजनको 27 कसरी लाइन अप गर्छ के हुन्छ भनेर देखेको थियौँ। अब हामी बार्सा एक्सपर्टलाई लिएर आइसकेको छु मैले च्यानलमा, त्यही भएर अब बार्सा चाहिँ कसरी लाइन अप हुन्छ नेक्स्ट सिजनमा हामी डिस्कसन गर्छौँ। आजको डेट रहेको चाहिँ 31 जुलाई। सो अहिलेसम्म चाहिँ बार्साले स्याडली जम्मा 2टा प्लेयर मात्रै साइन गर्न सफल भएको चाहिँ करिम अडिएमी र अनि त्यसपछि गएर हाम्रो एन्थनी एन्थनी गॉर्डन। गॉर्डन अझै पनि जुलियन अल्भारेजको पिछवाडाको पछि ल्याएर बसिरहेको छैन कतिको दिला बार्सा। सो अहिलेसम्म कुनै पनि नयाँ न्युज आएको छैन त्यति बेरसम्म। सो आई थिङ्क वी विल कन्सिडर दिस इन दिस भिडियो कि मतलब अहिलेसम्म चाहिँ करिम अडिएमी र एन्थनी गॉर्डन मात्रै साइन भएको छ भन्नु। सो तिम्रो के छ? जाओ क्यान्सेलोलाई साइन गर्छ होला सायद। जाओ क्यान्सेलोलाई नि कन्सिडर गराउँ कि आइसक्यो भनेर। दोस्त के अरू के भन्न चाहन्छ? टिक्का टिप बढी ट्रान्सफर विन्डो कसरी गइरहेको छ तिमीलाई? कस्तो मस भइरहेको तिम्रो साइडमा? बाँकी सुरुवात त हाम्रो एकदमै राम्रो थियो दोस्त होइन। ब्लास्टिङ सुरुवात हाल्दा हामीले नै सुरुवात गरे हो होइन। एकदमै 80 मिलियन एन्थनी गॉर्डनलाई साइन गरेर। तर त्यसपछि यताउता यङ्स्टरहरू उठाइयो अलिअलि सेकेन्ड टिमको लागि। अनि करिम एडियामी उठाइयो। त्यही हो, त्यो करिम एडियामी वाला डिल त एकदमै राम्रो डिल भन्छु म। बाँकी अहिले शान्तै छ बार्सिलोना। करिम अडिएमीको डिल पनि मलाई नि एउटा कुरा के मतलब त्यसको सोचमा आयो भन्दाखेरि करिम अडिएमी चाहिँ आई थिङ्क त्यो रोल उति गर्छ होला जुन चाहिँ 2019-20मा जब त्यो बायर्नले जितेको थियो नि च्याम्पियन्स लिग, त्यति बेलामा त्यो एउटा त्यो मैले सर्ज गनाब्री त्यस्तो प्लेयर भएको अलिकति पेस अफकोर्स बढी छ उसको के अरे करिम अडिएमीको। तर त्यो जुन भित्र इन्टिग्रेट गरेर एज अ नम्बर 10 रोलमा त्यो जुन खेल्थ्यो नि आई थिङ्क मतलब त्यस्तै खालको त्यो प्लेयर खोजेको जस्तो लाग्छ है मलाई चाहिँ यो उसले हान्सी फ्लिकले। अनि त्यो चाहिँ एकदम राम्रो साइनिङ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। मेरो चाहिँ एउटा प्रेडिक्सन छ कि यसको लागि आई थिङ्क मतलब करिम अडिएमी विल बी अ बेटर साइनिङ देन एन्थनी गॉर्डन यो सिजन। मेरो प्रेडिक्सन मतलब एउटा अलिकति आउट अफ द बक्स प्रेडिक्सन भन्छ नि, मेरो चाहिँ त्यस्तो खालको जस्तो लाग्छ मलाई चाहिँ। करिम अडिएमीले चाहिँ राम्रो गर्छ जस्तो लाग्छ मलाई उसले भन्दा। किन भन्दाखेरि त्यो एकदमै त्यो अझै मतलब डटमन्डमा सुरुमा आउँदा एकदमै धेरै ठुलो ट्यालेन्ट भनेर देखिने गरेको थियो। बिचमा त्यसको त्यो एकदमै के अरे मुनि गयो। आई थिङ्क विथ हान्सी फ्लिक हामी पहिला पनि देखाएको छौँ कस्तो कस्तो प्लेयर कस्तो। अब राजफोर्डले त्यत्रो 19-20 गोलको जिएनए निकालिदियो, मतलब त्यो डिसेन्ट सिजन थियो, त्यति राम्रो सिजन थिएन। त्यस्तो सिजनमा पनि उसले मतलब 20-25 त जिएनए निकालिदियो होइन हरेक म्याचमा। लिमिटेड टाइममा त्यो त अब आई थिङ्क हान्सी फ्लिकले चाहिँ अब त्यसलाई डेभलप गरेर नि डिफ्रेन्ट बिस नै बनाइन्छ जस्तो लाग्छ मलाई। त्यसको त्यो पेस छुट्टै पेस छ, त्यही माथि अहिले प्लेयर एकदमै छ। आई थिङ्क विथ हान्सी फ्लिक वर्किङ मतलब त्यसलाई त्योसँग वर्क गर्छ होला, एकदम राम्रोसँग गरेर चाहिँ त्यसलाई डिफ्रेन्ट बिस बनाउँछ जस्तो लाग्छ मलाई चाहिँ। फ्रन्ट लाइनमा 3टै पोजिसनमा खेल्न सक्छ। यहाँ एउटा चार्ट लगाइदिन्छ अङ्कित दोषले, उसले कति मिनट खेलेको छ फ्रन्टको 3टै पोजिसनमा भनेर। र अलरेडी च्याम्पियन्स लिगमा 16 गोल स्कोर गरिसकेको छ। त्यही भएर नट अ ब्याड प्लेयर भन्छु म होइन। ब्याकअप अथवा कम्पिटिसन दुइटै दिन सक्छ एन्थनी गॉर्डन र लमिन यामाललाई। प्लस अब बार्साले कुनै स्ट्राइकर साइन गरेन भने एज अ स्ट्राइकर पनि खेल्न सक्छ होइन। त्यही हो। बाँकी बार्सिलोनाको डिफेन्स कमजोर भनेर धेरैले भन्छन्। तर डिफेन्स कमजोर भन्दा पनि यो हान्सी फ्लिकको सिस्टममा एक्सपोज हुनु नर्मल हो जस्तो लाग्छ मलाई। बायर्न म्युनिक एक्सपोज हुन्थ्यो होइन, बायर्नले फ्र्याङ्कफर्टसित 5 गोल खाएको पनि थाहा छ मलाई होइन। तर एक्सपोज हुनु नर्मल हो जस्तो लाग्छ मलाई। तर आउट स्कोर गर्नु फिलोसोफी हो। स्क्वाड डेप्थ राम्रो चाहियो कि। बायर्नले पनि यताउता लोनमा कुटिन्यो अनि के अरे पेरिसिचहरू उठाएको थियो त हो क्या त्यति बेला पनि त्यो सिजनमा। यो कारणले गर्दाखेरि पनि हामीले पनि स्क्वाड डेप्थ बढाउनु पर्छ जस्तो लाग्छ मलाई। यादै होला नि तिनीलाई, कुटिना त यादै होला नि। याद किन नहुनु, त्यो कालो रात। तर होइन मेरो पनि त्यस्तो लाग्छ विथ के अरे बाई प्लेइङ हाइलाइट यु आर सपोज टु बी एक्सपोर्ट, मतलब यु आर सपोज टु बी एक्सपोज। त्यसको त कुनै तोडै छैन कि यु आर गन गेट एक्सपोज। मतलब हाइलाइट खेलेपछि त्यही हो कि जसरी नै एक्सपोज जतिसुकै वर्ल्डको बेस्ट प्लेयर ल्याएर राख्दो कि तिमी एक्सपोज हुन्छ। तर मेन भनेको कुरा चाहिँ ऊ चाहिँ नहोस् कि बेस्ट त बेस्ट डिफेन्डर तिमीसँग होस्, त्यसो रिलायबल त्यो डिफेन्डरहरू रिलायबल त्यो सिचुएसनमा आएर चाहिँ क्रम्बल नगरोस्। अनि त्यसपछि स्क्वाड डेप्थ चाहिँ एकदम बढी। हान्सी फ्लिकले एकदम धेरै डिमान्डिङ फुटबल खेलाउँछ नि त। सो आई थिङ्क इन्जुरी हुन पनि बाउन्ड टु इन्जर्ड, प्लेयर आर बाउन्ड टु बी इन्जर्ड। मतलब आजकल त अब इन्जुरी भनेको त फ्यासनै भयो, जो पनि इन्जर हुन्छ आजकल होइन। ल यतिकै हुँदै पिटिक्कै भाँचिन्छ केटाहरू आजकल, त्यस्तो छ सिचुएसन। त्यही माथि हान्सी फ्लिकको त एकदम डिमान्डिङ फुटबल छ आई थिङ्क होइन। त्यही भएर चाहिँ त्यसमा चाहिँ स्क्वाड चाहिँ बलियो। त्यो बार्सा फ्यानहरू कन्सर्न भएको पनि मैले रिजन पनि देख्छु फेरि होइन। किनभने एकदम डिमान्डिङ फुटबल छ। लास्ट 2टा सिजनमा च्याम्पियन्स लिगमा यति धेरै क्लोज गरेर त्यो
क्रम त्यो लास्टको त्यो फाइनल पिस दिन नसक्नुको कारण त्यो एक्सपिरियन्स नभएर स्क्वाड डेफ नभएर त्यही भएर नै हो जस्तो लाग्दैन, त्यही भएर नै बार्साको कारण पनि त्यही हो। सो आई थिङ्क एउटा डिफेन्डर चाहिँ साइन गरे पनि आई थिङ्क होइन त्यस्तो मलाई लाग्दैन कि त्यस्तो विधि साइनिङ गर्नुपर्छ जस्तो बार्सा लाग्दैन। पहिलेबाट इस्टाब्लिस टिम छ, हान्सी फ्लिकसँग 2 वर्ष भइसक्यो अब होइन, प्लेयरहरू खेलेको अब बिस्तारै बिस्तारै प्लेयरहरू पनि एक्सपिरियन्स हुँदैछ। अब हान्सी फ्लिक कस्तो खेलाउँछ के गर्छ सबैलाई थाहा छ, कसरी खेल्ने के गर्ने। इट्स जस्ट द्याट कि कन्फिडेन्स होस् प्लेयरहरूलाई अब नयाँ साइनिङ आएको छ, मतलब अब मेरो पछाडि छ एउटा मतलब डेथ छ, अब म यदि ऊ भयो भने पनि छ डेथ भनेर त्यो विश्वास चाहिँ जगाउन मेरो मोर इम्पोर्टेन्ट छ रादर देन साइनिङ द बिग नेम्स, मलाई त्यस्तो लाग्छ। अब क्रिस्टियन रोमेरो लिङ्क भएको छ अहिलेको स्थितिमा, रोनाल्डो अराउखोलाई बेच्न सक्यो, क्रिस्टियन रोमेरो ल्याउनु जस्तो कुरा। तर म भन्छु दुइटैलाई राखोस् कि, दुइटैलाई राखोस्। अराउखोको स्यालेरी अलिक धेरै होला, रोमेरोको स्यालेरी अलिक कम हुन्छ। यदि रोमेरो लिएर आउन सक्यो भने लिएर आउँदा हुन्छ, किनभने राम्रो मेन्टालिटी छ रोमेरोको होइन, त्यो क्रम्बल गर्दैन है। एकदमै हामीले अर्जेन्टिनाकै म्याचमा देखाएको थियौँ, त्यसले त्यो इङ्ल्यान्डसित 2टा फटफुट छलाएर पास दिएको थियो नि, मुटु मुखमा लिएर मेरो त कस्तो भयो। त्यो पनि हो, अनि एरियल एबिलिटी खतरा त्यसको, एरियल एबिलिटीहरु त्यही त, त्यो खासमा गोल स्कोरिङ डिफेन्डर पनि हो के एउटा। यो कारणले गर्दाखेरि पनि एउटा लिडर फ्रम द ब्याक प्लस गोल थ्रेट कन्स्ट्यान्ट छ। तर अलिकति त्यसको मलाई कन्सर्न लाग्ने भने रेड कार्ड छ होइन, अनि इन्जुरी प्रोन अलिकति छ, त्यति हो। तर हरेक टाइपको प्लेयरलाई इम्प्रुभ गरेको हामीले देखेको पनि छौँ। एटिट्युड वाइज होस् या उसको खेलमा केही कमजोरी छ त्यसलाई हेरेर इम्प्रुभ गर्नमा होस्, हान्सी फ्लिकले सक्छ क्या। त्यो के जादुको छडी छ त्यसले इम्प्रुभ गर्छ हामीलाई थाहा छ होइन। रासफोर्डको एटिट्युडै राम्रो छैन भन्थे मान्छेहरूले, युनाइटेड फ्यानहरूले भन्थे यसको त एटिट्युडै राम्रो छैन, गेमभन्दा अघिल्लो दिन क्लबमा गएर बस्या हुन्छ भन्थे, प्रोपर डिसिप्लिनमा लिएर आएर खेलाएको हो। यो कारणले गर्दाखेरि पनि त्यो एटिट्युडको प्रब्लम त हुँदैन, तर डेप्थ चाहिन्छ हान्सी फ्लिकलाई, त्यही हो मलाई जहाँसम्म लाग्यो, डेप्थ दिनु पर्यो। आई थिङ्क अराउखो त जाँदैन मलाई लाग्छ। त्यो एक त यो प्रब्लम यो छ कि रियल मैड्रिड बार्सामा आइसकेपछि प्लेयर जानै भन्दैन यसलाई, कोही पनि जाने भन्दैन यार, मतलब जतिसुकै जेसुकै होस् होइन, बरु बेन्चमै बस्छु तर जान्न भन्छ क्या, त्यस्तो खालको मतलब मेन्टालिटी छ क्या उनीहरूको। त्यही भएर अहिले प्लेयर बेच्न चाहिँ यसै पनि बार्सालाई प्लेयर बेच्न गाह्रै छ, मैले देखे अनुसार बार्सा प्लेयरै बेच्न सक्दैन होइन। एकदमै एकदमै ब्याड बिजनेस गर्ने क्लब हो बार्सिलोना होइन। प्रिमियर लिगबाट भन्नुपर्दा युनाइटेड, यो दुईटा चाहिँ मलाई यो बिजनेस प्लेयर दुईटै। अब प्रिमियर एकाडेमी ग्रेजुएट त त्यो सफ्ट कर्नरै हुँदैछ बार्साको होइन, बार्साको जग नै इमोसनल छ, त्यो त सबैलाई थाहा छँदैछ होइन। रियल मैड्रिड एकदमै रुथलेस छ होइन, तर बार्साको जग नै इमोसनल छ, त्यही भएर बेच्दैन बार्सिलोनाले। आन्द्रेस क्रिस्टियनसनलाई 1 वर्षको एक्सटेन्सन दिएर पठाएको राखेको छ होइन, त्यही भएर बेच्दैन बार्साले, म थाहा एकाडेमी ग्रेजुएटहरू। तर यो बाल्डे कसाडोलाई धरि बेच्न नसकेका देखेर चाहिँ म चाहिँ अलिकति चिन्तित छु है। बाल्देलाई चाहिँ मैले देखे अनुसार अब लामासिया किड भनेर अलिक बढी नर्चर गरिन्छ होइन, बार्सा फ्यान बेसबाट पनि, उसलाई पनि बढी नर्चर बढी नै केयर गर्ने, बाल्देको खिलाफमा कोही केही न यस्तो अलिकति यस्तो सिचुएसन छ। आई थिङ्क बाल्दे इज नट द्याट गुड के केटा हो, त्यस्तो त्यो एभरेज हो के, नट द्याट गुड नट द्याट ब्याड, एभरेज तर बार्साको लेभलमा हैन। स्क्वाड प्लेयर हो क्या त्यो, मलाई लाग्छ स्क्वाड प्लेयर जस्तो लाग्छ। जाओ क्यान्सर देखिदिइहाल्ने लेभल कस्तो हुन्छ लेफ्ट ब्याक भनेर लास्टमा सिजन आएर होइन, त्यो एउटा क्वालिटी लेफ्ट ब्याकले के गर्छ भनेर देखायो नि त। सो आई थिङ्क त्यो हो होइन। अनि आई थिङ्क यदि एमरिक लपोर्ट अथवा क्रिस्टियन रोमेरो यिनीहरू दुईटामध्ये कोही एउटा आयो भने चाहिँ बार्सालाई अलिकति बढी नै प्लस पोइन्ट हुन्छ। अनि एउटा मिडफिल्डर पनि साइन गर्ने, यो मिडफिल्डर भन्दा के अरे 4वटा साइनिङ टोटल हुन्छ भने एउटा जेरार्ड मोरेनोको, जेरार्ड रोमेरो मोरेनो भनेर जेरार्ड रोमेरोको त्यो रन्डीले भने म पचाउँदिन हैन, त्यो राडी हो त्यसले भने म पचाउँदिन। तर 4वटा हैन दुईटा साइनिङ भइदियो भने म खुसी हुन्छु। एउटा फ्र्याङ्की डियोङको ब्याकअपको रूपमा जोसुकै ल्याइदियोस् हैन, म चाहिँ मार्सेलो ब्रोजोभिच अथवा लियोन गोरेट्स्का त्यो दुईटामा एउटा ल्याइदिए मलाई म खुसी हुन्छु। फ्री एजेन्ट पनि हो यिनीहरू होइन। अझ ब्रोजोभिचले त मजाले छापे साउदीमा, एकदमै कम स्यालेरी गरेर आउन रेडी हुन्छ जस्तो लाग्छ है। तर गोरेट्स्का नै लिएर आए पनि हुन्छ, किनभने हान्सी फ्लिकको अन्डरमा अलरेडी काम गरिसके। एउटा त्यो भयो, अनि अर्को एउटा स्ट्राइकर चाहिरह मलाई यार, चाहिरह स्ट्राइकर, हेरौँ अब के गर्छ। जी त्यत्रो बोले होइन त्यो बोलेको काटिँदैन के अरे। अनि एउटा मलाई त्यस्तो लाग्छ एउटा स्ट्राइकर र अनि एउटा डिफेन्डर चाहिँ मिडफिल्डर आई डोन्ट थिङ्क साइन गर्छ जस्तो लाग्दैन मलाई, जस्ट टु बी अनेस्ट। एरिक गार्सियालाई हल्लाइरहने हो कि जता पनि, एरिक गार्सिया छ
सबैको हो त्यसलाई हल्लाइरहने हो। त्यस्तै लाग्छ मलाई पनि मिडफिल्डर आई डोन्ट थिङ्क साइन गर्छ भने यसै त यति लो गरेर साइनिङ एउटा गर्ला अब मिडफिल्डर स्ट्राइकर आई थिङ्क एउटा स्ट्राइकर त्यो चाहिँ एरिक आउँछ गार्सिया भनेको गोकुल धामको अब्दुल जस्तो हो के, जसको नि काम गरिदिन्छ त्यसले। त्यो चाहिँ सही भन्यो तिमीले आई थिङ्क स्ट्राइकर र डिफेन्डर चाहिँ आउँछ जस्तो लाग्छ मलाई मोस्ट प्रोबेबली अनदर वे अब बार्साले फेरि चन्दीगिरी देखाउन थाल्यो भने चाहिँ एउटा एउटा मात्रै साइन गरेर लास्टमा यही हो भन्नु नि स्ट्राइकर पनि भेट्दैन आई थिङ्क त्यो 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 वर्ड त्यो पनि हुनसक्छ, त्यो नभए भने छैन होइन। अगाडि नै हामीले थाहा बार्साले हाइप क्रिएट गर्छ अनि फेरि यसरी ठेङ्गा देखाइदिन्छ, त्यो हुनसक्छ। वर्स्ट केस सिनेरियो पनि आई थिङ्क यदि कोही साइन गरेन यत्तिकै स्क्वाडमा यत्तिकै अहिले नै सिजन स्टार्ट गर्ने हो भने पनि त्यति बेला फरक पर्छ जस्तो लाग्दैन तर यदि च्याम्पियन्स लिग जित्ने अरू अलिक ठुलो एममा राख्नु छ भने चाहिँ साइनिङ चाहिँ गर्नुपर्छ तर कम्पिटिसनै दिन नसक्ने भने छैन बार्साको अहिले यो स्क्वाड पनि मोर देन क्यापेबल छ मेरो लागि चाहिँ आई थिङ्क होइन आई वुड स्टिल पुट बार्सलोना अब रियल मैड्रिड मतलब लिग जित्नुलाई किनभने अफकोर्स जोसे मोरिनो नयाँ कोच यो होइन धेरै हम्बल भयो दोस्त यार, दोस्त हम्बल भयो यार। हम्बल होइन कि लड लसन भइरहेको नि हाम्रो क्लबमा मुकाबाजी हानी यताउता मायासाला के भइरहेको नि कहाँ अचानक आएर ए लिग जित्छ भने म त लड लसन हल्लाएर बस्दिनँ यार त्यो त फ्रेङ्कली भनेको त्यो मैले होइन त्यही हो अब आई थिङ्क बार्सलोनाको यदि सिजन अहिले स्टार्ट भने चाहिँ मैले चाहिँ एउटा मात्रै क्लबकोमा चिन्ता त्यो चाहिँ लिभरपुल होइन लिभरपुलको चाहिँ आई थिङ्क लडा लागेको छ त्यो क्लबले चाहिँ साइन गर्नै पर्छ अरू आई डोन्ट थिङ्क कुनै पनि क्लबमा बार्सलोना स्पेसली बार्सलोना चाहिँ मोर देन क्यापेबल जस्तो लाग्छ सो लाइन अप चाहिँ बनाइदिइहाल्नु अब लास्ट सिजनको बेस्ट गोलकिपर राखेको नालिगाको एकदमै रिलायबल गोलकिपर छ। राइट ब्याकमा कुन्डे जोन गार्सिया ठिक छ दोस्त। कुन्डेमा यो फ्रान्सबाट त राम्रै खेलेको थियो अब यो सिजन अलिक हाई होप छ बार्साबाट नि एकदम त्यसको लास्ट सिजन त पत्तै गएको थियो जस्तो लाग्थ्यो मलाई चाहिँ कुन्डेको हरेक अल्टरनेटिभ सिजन राम्रो हुन्छ कि अब यो सिजन राम्रो हुन्छ त्यसको। सेन्टर ब्याक कुबार्सी फ्रान्सबाट त राम्रै गरेको थियो फ्रान्सबाट त राम्रो थियो मतलब अहिलेको वर्ल्ड कपको बेस्ट डिफेन्डर हो यहाँ सङ्कट आउने हो कि दोस्त मेन कुरा जेरार्ड मार्टिन दोस्त ओए वर्ल्ड क्लास लेभलको क्यापेबिलिटी छ भन्दैछ त उसले त हार्सिप तर राम्रो लास्ट सिजन त आउटस्ट्यान्डिङ खेलेको थियो यार लास्ट सिजन यार होइन दोस्त जेरार्ड मार्टिनको बल प्लेइङ एबिलिटी एकदमै राम्रो छ उसले इम्प्रुभ गर्नुपर्ने भने डिफेन्डिङमा 1v1 डिफेन्डिङमा हो बाँकी राम्रो हो डिफेन्डर हुने सेन्टर ब्याक हुन सक्ने क्यापाबिलिटी छ खासमा त लेफ्ट ब्याक हो नि त लास्ट सिजन त राम्रो खेले जस्तो लाग्छ म एकदम दामी मतलब राम्रो खेल्यो लेफ्ट फुट यसको लेफ्ट फुट एकदम राम्रो हो लेफ्ट फुट एकदमै राम्रो हो वर्ल्ड क्लास त म भन्दिनँ नि ही वाज गुड भनौँ न गुड थियो त्यो लास्ट सिजन गुड थियो वर्ल्ड क्लास हुने बेलै भएन नि कुबार्सीलाई भन्न मिल्यो तर यसको त अब फर्स्ट फुल सिजन त भयो वर्ल्ड कपको बेस्ट डिफेन्डर हो यार यो वर्ल्ड कपको त्यही त 2 सिजन यसरी नै दियो भने जेरार्ड मार्टिनलाई नि भन्न सकेको तर अहिले त अब प्रोस्पेक्टको रूपमा लिइरहेको छु मैले लेफ्ट ब्याक त ऊ हो क्यान्सल यहाँ त्यही एउटा कुरा कमी देखेँ मैले त्यो एउटा लिडरसिपको हुन्छ नि पछाडि अब उता एमरी क्लबबाट थियो होइन एमरी क्लबबाट यदि अब लिडर अब एक्सपिरियन्स थियो त्यसले त्योसँग खेल्दाखेरि कुबार्सी वाज थ्राइभिङ अब यहाँनिर मार्टिन र कुबार्सी छ सो मैले कुबार्सी आफै लिडर हुनु पर्यो कुबार्सी आफैले लिडरसिपको जिम्मा उठाउनु पर्यो त्यसमा चाहिँ अलिक गाह्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ त्यहाँ चाहिँ अब एउटा अब यहाँनिर अब एउटा थ्रोइन रोमेरो मतलब के अरे यो त्यही क्लबबाट रोमेरो अथवा लापोर्ट भयो भने गुड हुन्छ यहाँनिर खतरा हुन्छ यो डिफेन्डर आउटस्ट्यान्डिङ हुन्छ नि त आफै त्यसपछि जेरार्ड मार्टिन अब उ त्यो सब्स्टिट्युट हुने भयो त्यो राम्रो छ क्वालिटी अफ द वे चाहिँ क्वालिटी आउनु भयो नि त त्यति भयो त्यही भएर सेन्टर ब्याक गर्नुपर्छ लाग्छ मलाई तर आई डोन्ट थिङ्क बार्साले गर्छ आई थिङ्क अब मिडफिल्डर मात्रै एउटा बार्साले गर्छ भन्दा नि बार्साले सक्दैन के गर्छ अब खै जस्ट पेड्री चाहिँ नो ब्रेनर हो हेर तर उतापट्टि को हुन्छ मलाई म टेन्सन छ मलाई यसमा चाहिँ यसले गर्दाखेरि मैले भातै खाएन आज पनि रोटी खाओ यो टेन्सनले गर्दा पेड्री खामै त यतापट्टि को हुन्छ अब गार्सिया होइन मार्क बेर्नाल खेल्ला सायद मार्क बेर्नाल कसबाट राख्दिन
कसाडोलाई त बेच दिन्छ होला दोस्त। त्यो जानै मान्दैन त्यो मान्छेलाई के बेच्यो कसरी बेच्यो अब होइन बेच दिन्छ, त्यो जान माने तर भ्यालुएसन मिनिला छैन रे। 40 मिलियन मागे बार्साले, 40 मिलियन मागे अर्को टिमले 30 मिलियन है कति दिनु भने खैहरू। यहाँनिर ड्यानी अल्मो दोस्त, अब फर्मिन लोपेज इन्जर्ड राम्रो खेलेको थियो वर्ल्ड कपमा, अन्डररेटेड पर्फर्मेन्स त्यसको नि, सो आई थिंक राम्रै गर्छ। त्यसको स्टक धेरै नै हाई भएको छ वर्ल्ड कपले गर्दाखेरि। म त दामी खेलेको थियो यार, त्यो असिस्ट अझै याद आउँछ मलाई, त्यो उसलाई पेड्रो पोरोलाई दिएको मान, त्यो प्रेस गरेर खतरा खतरा छ यसको, दामी। यसको लो ब्लकको अवस्था गढे हो, त्यही भएर लालिगामा चम्किन्छ कि अफकोर्स, अलिकति एक्सपिरियन्स मात्रै नपुगेको। अब त एक्सपिरियन्स 3-4 वर्ष भइसक्यो। कहाँ यार, पेड्रीले मलाई ठुल्ठुलो गेममा गुहेछ, के भन्नु अरूको। पेड्री के भयो भने पेड्री वर्ल्ड कपमा नि खासै मतलब यस्तो अब त्यसलाई धेरै खेलायो क्या दोस्त, धेरै खेलायो, त्यही भएर पनि रेस्टै छैन बिचरा, त्यही भएर हुन सक्छ है। को भयो त रिप्लेसमेन्ट पेड्रीको? मलाई छैन कोही नि बार्सामा। हैन पेड्रीको रिप्लेसमेन्ट त कोही छैन नि अब, अनि त्यही भएर त्यही थिन चाहिँ एकदम थिन स्क्वाड चाहिँ। अब प्लेइङ लाइनमा त लास्ट राम्रो बार्सा हैन, तर स्क्वाड ओभरअल हेर्ने नि थिन छ क्या, त्यही भएर अलिकति कन्सर्निङ भने त्यही कुरा मात्रै हो। तर आई थिंक बार्सा पनि म्यानेज गर्दै आइरहेको छ। अब नेक्स्ट सिजन एउटा कहाँबाट निकालिदिन्छ, एउटा लामासियाबाट खतरामा, त्यही भएर टुङ्कारा भन्ने आउने भन्ने कुरा छ दोस्त। ए तपाईँ रफिना त लेफ्टमा होइन एन्थोनी गॉर्डन, बीचमा रफिना खेलाउँछु म त यार। पहिले साइनिङ गरेको कोही पनि, त्यही भएर हुन सक्छ। गॉर्डन यहाँ बीचमा रफिना भइहाल्यो हैन। हो यस, त्यो रफिना चाहिँ दोस्त डेम्बेले जसरी युज हुन सक्छ के त्यो। पीएससी मा त्यस्तै हुन्छ, पीएससी गर्छ अहिलेसम्म टोटलमा यसरी गेम खेलाकै छैन हान्सी फ्लिकले हैन। रफिनालाई बीचमा लिएर आएर खेला हैन के अहिलेसम्म पनि। त्यो एक्सपेरिमेन्ट म हेर्न चाहन्छु के। त्यो नि रफिनाको के अरे, तर आई थिंक रफिनाको क्यापेबिलिटी छ बिचमा मैले त्यो स्ट्राइकर लेभलको, त्यो स्ट्राइकर स्टिङ नहोला, तर त्यो बिचमा ह्यान्डल गर्न सक्छ जस्तो लाग्छ मलाई पनि। त्यो रफिना चाहिँ त्यो एरियल एबिलिटी पनि छ, जस्तो दौडेर आउँदै आएर हेडिङ सेडिङ हान्नलाई हैन। त्यो बक्समा अडिक रहेर हेडिङ हान्ने एबिलिटी मेबी छैन होला हैन, तर दौडेर आएर हेडिङ हान्न सक्ने एबिलिटी छ। अनि अर्को इन बिहाइन्ड द रन्स राम्रो पिक गर्छ रफिनाले, अनि प्रेसिङ राम्रो गर्छ क्या अगाडिबाट दोस्त। त्यो त अब यसो अगाडिबाट हेर्दा एकदम राम्रो टिम छ हैन, एकदम मतलब क्यापेबिलिटी टिम छ, च्याम्पियन्स लिग जित्ने खालको टिम छ हैन। प्लेइङ इलेभेन मात्रै हेर्दाखेरि त च्याम्पियन्स लिग जित्न सक्छ बेन्च छैन सक्छ भन्दाखेरि आई वोन्ट बी, मतलब कुनै ठाउँमा अब जेरल्ड मार्टिन, मार्क बर्नाल त्यो लेभलको प्लेयर नहोला, तर एज अ स्क्वाड तिनीहरूको सिनर्जी चाहिँ अलि नेक्स्ट लेभलै छ अहिले भनौँ। मतलब हान्सी फ्लिकले 2 वर्ष भयो नि त अहिले अब म्यानेज गरेको, सो त्यो प्लेयर लेभलको स्क्वाड सिनर्जी जुन लेभलको अन्डरस्ट्यान्डिङ छ त्यो चाहिँ धेरै डेभलप भइसक्यो। जस्तै राफिना, लामिन यामालको अब डानियलमा पनि अफ द बेन्च आएर खेलेर हुन्थ्यो हैन। फर्मिन लोपेज अब पछि इन्जरी ब्याक होला, राम्रो त्यो त्यसको 30 जिएनए छ, द्याट इज क्रेजी फर मतलब 30 जिएनए भनेको खतरा। त्यसको के अरे लाइफकै बेस्ट सिजन गएको लास्ट सिजन। अब वर्ल्ड कपमा त्यसले जान पाएन, प्रुभ गर्न भयो त्यसलाई पनि हैन, म कस्तो प्लेयर हो के हो भनेर प्रुभ गर्न त्यसलाई पनि। सो आई थिंक एम्बिसन धेरै छ यो टिमको। करिम एडिएमले नि अब आफूले स्टक कम भएको छ, अब हान्सी फ्लिकसँग वर्क गरेर चाहिँ अब आफूले प्रुभ गर्न मन होला हैन। सो एन्थनी गॉर्डन भनेको प्रिमियर लिग रोमन प्लेयर हो, राम्रो प्लेयर हो, के अरे हान्सी फ्लिकको सिस्टममा पर्फेक्टली फिट हुने प्लेयर हो। रफिनियाको अब केही भन्नु नपर्ला मैले हैन, वर्ल्ड क्लास लेभल प्लेयर भइहाल्यो। लामिन यामालको त अब कुरै नगरौँ। सो आई थिंक फर्स्ट 11 हेर्ने हो भने दिस इज भेरी केपेबल टिम, अनि यो टिमले राम्रै गर्छ किन भन्दाखेरि अब हान्सी फ्लिकले राम्रै खेलेर आएसम्म त। सो आई थिंक स्ट्रगल कमै देख्छु मैले, तर कुनै ठाउँमा चाहिँ मैले कमजोरी चाहिँ सिधै लाइनमा हेर्दा चाहिँ कुनै ठाउँमा कमजोरी देखिन्छ, नदेखिने हैन। जस्तै अब सेन्टर ब्याक पेयरिङमा अब लिडरसिप छैन, अलिकति कुबार्सीको लागि एउटा अलिकति लिडरसिपमा खेल्न थ्राइभ गर्छ भन्ने कुरा हामी थाहा छ हैन। सो आई थिंक यतै ठाउँमा अहिले सर्ट आउट गऱ्यो भने चाहिँ दिस शुड बी अ टिम टु बिट आई थिंक। अब कुबार्सी आफैले जिम्मेवारी लिनु पर्यो लिडरसिपको, नत्र मिडफिल्डमा खासमा कहाँ त लिडरसिप हेर त। पेड्री लिडर होइन, म मान्दिनँ पेड्रीलाई लिडर। अब ड्यानी अल्मो होइन, बेर्नाल पनि होइन, मिडफिल्डमा नि लिडरसिप छैन। त्यही भएर एउटा ओभरअल लिडर चाहियो बार्सालाई। रफिना हो ओभरअल लिडर, तर रफिना इन्जर्ड भइरहन्छ, के भन्नु त्यसलाई। त्यो बिचमा 6 महिनामा तीनचोटि इन्जर्ड हुन्छ, त्योहरू पनि गाह्रो छ। त्यो पनि आई थिंक मिडफिल्डमा पनि अलिकति डिस्ट्रोयर टाइपको प्रोफाइल पनि मैले त्यो चाहिँदैन फेरि हान्सी सिस्टममा त्यस्तो डिस्ट्रोयर प्रोफाइल त्यस्तो विधि होइन। बार्साले ल भन, बार्साले डिस्ट्रोयर खाले प्रोफाइल कहिले पनि खेले होइन नि त। त्यो के अरे
फ्र्याङ्क केसी एसी मिलानबाट फ्र्याङ्क केसी त्यो डिस्ट्रोयर टाइपको मिडफिल्डर थियो, त्यसलाई लिएर आएर पनि हामीले डिस्ट्रोयरमा खेला होइन क्या, त्यसलाई डिस्ट्रोयर रोलमा खेला होइन कि, त्यसलाई पनि हामीले नम्बर 10 खेलायौँ कि त लेफ्ट हाफ स्पेस त्यस्तो वरिपरि खेला हो क्या। त्यही भएर डिस्ट्रोयरवाला चाहिँदैन बार्सा प्लेयरहरू, अलवेज गुड अन बल होइन। अब हेरौँ अन द बल ब्रिलियन्ट प्लेयरहरू छ नि, यो पेड्री भनेको, अब ड्यानियल मोऊहरू, यो के अरे फर्मिन लोपेजहरू भनेको अब बल ड्राइनरको प्लेयरहरू हो। सो आई थिङ्क त्यसले गर्दा चाहिँ आई डोन्ट थिङ्क डिस्ट्रोयर प्रोफाइल चाहिन्छ। त्यही भनेको मैले हाचेको सिस्टममा होस् अथवा बार्सा हिस्टोरिकली हेर्ने भने त्यस्तो डिस्ट्रोयर प्रोफाइल चाहिँदैन। चाहिँदैन, तर लिडरसिप लिएर आउने हो भने गोरेस्कालाई लिएर आउँदा हुन्छ भन्छु म त। फ्र्याङ्की डियोङको एउटा ऊ पनि हो, नयाँ भेराइटी लिएर आउँछ नि त गोरेस्काले। गोरेस्का एउटा डिस्ट्रोयर टाइपको बल विनर टाइपको मिडफिल्डर हो, जुन बार्सामा छैन, नयाँ भेराइटी लिएर आउँछ। त्यही भएर गोरेस्का फ्रीमा आइरहेको हुन्छ, लिएर आउँदा हुन्छ। पुरामा लिडरसिप कति इम्पोर्टेन्ट हुन्छ भने त चेल्सीले अब के अरे त्यो उसलाई हेन्डरसन साइन गरेर, जोर्डन हेन्डरसन र त्यसपछि ड्यानियल वेलबेकलाई साइन गरेर एक्सपिरियन्सै नभएर त हो नि साइन गरेको, लिडरसिपको जरुरत भएर साइन गरेको। लिडरसिपको इम्पोर्टेन्स छ फुटबलमा। त्यही भएर आई थिङ्क यदि रोमेरो अथवा लोपोर्टमा अथवा कोही एउटा लिएर आयो भने चाहिँ बार्साले धेरै नै इम्प्रुभ गर्छ जस्तो लाग्छ मलाई। यो स्क्वाड हेरेर चाहिँ त्यो स्क्वाडलाई डिफ्रेन्टै देखिन्छ जस्तो लाग्छ मलाई चाहिँ। मन त्यही भन्छ, एउटा डिफेन्डर अथवा जोस अल टुगेदर एउटा लिडर चाहिँ लिएर आउनु पर्यो। त्यति गऱ्यो भने चाहिँ दिस सुड बी द टिम टु बिट। ल यति थियो आजको लागि, लाइनअप पनि बनायौँ। अब जुन किसिमको टिम बनिरहेको छ बार्सा र मड्रिडको, एल क्लासिको एकदमै फाइरिङ हुनेवाला छ। एल क्लासिकोलाई अब कुनै पनि म्यान्चेस्टर युनाइटेड भर्सेस लिभरपुल, मिलान डर्बी कसैले पनि हामी ठुलो हो भन्न सक्दैन। यति भएपछि एन्टिसिपेटेड हुन्छ होइन, यसै पनि एन्टिसिपेटेड हुन्छ एल क्लासिको भनेपछि। तर यो पालि चाहिँ अलिक डिफ्रेन्ट नै, किनभने रियल धेरै साइनिङ गरेको छ। सो यो पालि चाहिँ अलिकति हेर्न मजै आउँछ दोस्त। यस यसपालि पनि पेल्ने हो।